समयहरू आउँछन् अनि जान्छन्, परिवर्तन ब्रह्माण्डको नियम हो, यसको निरन्तरता हुन जरुरी छ। यो कुरा हामी सबैमा स्वीकार्य छ। अनि नेपाल त्यसै पनि रोजगारहीन मुलुक भइसकेको अवस्था हो। अनि दिनानुदिन यहाँको बेरोजगार युवाहरू वैदेशिक रोजगारलाई आफ्नो सपना अनि कर्मभूमि ठानेर जानुहुने सबैलाई हामीले विदाई गरेर फर्किराखेको अवस्था हो। हाम्रो भाइलाई पनि पानामा हुँदै अमेरिका पठाइदिउँ भन्ने मेरो ठुलो जोड हो, मान्दै मानेनन्। पछि लागे गरेपछि अब मैले उहाँलाई चाहिँ घरतिर फर्काउँदैछु। हाइवेतिर हामी जाँदैछौँ। जिल्ला 5 थरे थरबुवाले दाजुभाइ धेरै समयपछि हाम्रो भेटघाट। अनि आज हामी चाहिँ यो रात्रिकालीन समयमा पनि हिँडिरहेका छौँ। यसलाई चाहिँ स्मरणको लागि भनेर भन्न सकिन्छ है। अनि यहाँहरूलाई पनि यो मनोरम दृश्य देखाउने हामी कोसिस गरिरहेछौँ। तपाईँहरूले पनि पक्कै पनि मनोरञ्जन लिनुहुन्छ है, हामीलाई त्यो पक्कै पनि थाहा छ अनि विश्वास पनि छ है। र यहाँनिर अब यी साथीहरू अब बाहिरिनको लागि जाँदै हुनुहुन्छ। हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्दैछौँ है, कोठातिर। हामी चाहिँ कोठै भन्दा हो नि। लु भनिदिउँ त, केही भनौँ त। कोठातिर अमेरिका